No guys, so welcome back. So को काठमाडौँ जाँदा डिबी हाल्नु दाइ डिबी हाल्नु पर्ने हुन्छ नट भिसेन यो पालमा छिराउनु पर्ने हुन्छ काठमाडौँको यात्रा होइन त यस्तै छ है फेरि केटा हो सयो आधी घन्टा सिद्धियो त्यो बुझ्दैन है फाइनली गाइस सो म डिबी हालेर आइसक्यो होइन अब चाहिँ त्यहाँको अब म त भाइ खाना खानु जाने रे अब भाइ चाहिँ टक्क खाना खानु जानु ला अनि त्यहीबाट निस्किने भनेको छ उता साथी पनि दाइ पनि निस्किनु हुन्छ रे त्यही हो केटा हो रेडी हुँदैछु म जुत्ता पछि खुट्टा मैले मिरर पनि त्यहाँ आफै हालेँ होइन अब त्यो ट्याक्क काम चलाउँदै भारै छ यो चाहिँ ठिक छ यो चाहिँ स्लिप भयो क्या केही भएन अब यत्तिकै अफ गरेर टक्क चलाउनु पर्यो लगेडा हो मैले गोप्रो हालिसकेँ वेलकम ब्याक टु माई च्यानल है त्यो केटा हो टक्क पन्दा सन्दा लाइन्छ काठमाडौँको यात्रा ऊ अर्को रेडी हुँदैछ त्यहाँ को खै चिन्दिनँ म त्यहाँ छिटो गर्न मोटो यार लास्ट ढिलो गरिदिनु कि मुजी मिरर पनि फोनले गल्ली है फेरि पुरै ल सहयोग केटा हो चल्दैको हामी चल्दै मिरर चाहिँ ट्याक्क हो नि त फेरि काठमाडौँ जानु हो यार बाटो लो लामो हो पेट्रोल सेट्रोल हाल्नु हो अब टक्क लगाएर पन्जाले कस्तो अप्ठ्यारो भने के हो आन्टी सोमबार ग्यारेज वाला भाइ नहोस् त्यो त गयो क्या हो पटिसक्यो क्या हो यार केटा हो अर्को फेरि पछाडिबाट कहाँ गयो यार म चाहिँ भेट्दिनँ त रनमती कोही पनि सब सिक्ने आफै हेलो सुन्नु भयो मेरो केही कुरा हो हेलो अङ्कल कानमा सुन्नु भयो कि नाइ मेरो केही कुरा वकी टकी लाउने अङ्कल हेलो वकी टकी लाउने अङ्कल सुन्नै हुँदैन रहेछ के लाउने त नि यस्तै छ आजको मौसम पनि शीतलो एउटा नम्बर छ पन्जा लाउनै अप्ठ्यारो लाग्यो भनेको के गर्ने होला पेट्रोल सेट्रोल हालेर होइन सर्ट बाटोमा हिँड्छ टक्क अझै फेरि म पेट्रोल हाल्नु पर्छ होला
मा चाहिँ यसो कुर्दिने हो र नकुरौँ होला है। पेट्रोल पम्प अनलाइन हुन्छ होला नि त होइन? फुल गरिदिनु न। फुल गर्नुको मजा छुट्टै छ। आउँदै होला उयो त आयो आउँदै छ होइन के उ त्यो भेस्ट मिलाउनु खै मैले भयो अलि माथिसम्म नआओस् है ओभरफ्लो हुन्छ क्या भयो। सयो केटोनी पनिमा 40 हाँडा नि अब 40 एउटा चिने आन्टी रहेछ यार। सयो बल्ल बल्ल आइपुग्यो माधव मिलेन ओइ मिलेन बेलुका रे बेलुका अब त्यो अर्को कहाँ गयो भन्ने कुरा अब होइन कतै घट्टा हान्न पर्ने बेला भए अगाडि त कप अगाडि कप पनि हुन्छ त्यही भएर मेरो चाहिँ
कुद्ने गाह्रै हुन्छ यार अनरोडमा, तर कहाँ अरू बाइक जस्तो कुद्छ त होइन। यो केटा यो हामी कुन ठाउँ हो यो हामी भन्ने ठाउँ चाहिँ मुगलिन र के अरे भाइ नारायणघाटको बिचमा आइपुग्यो होइन त। मुगलिन र नारायणघाटको बिचमा हामी ट्याक्क आयो केटा भयो। अब निक्लियो हामी होइन फेरि उसको बाइक चाहिँ हल्का बिग्रेला जस्तो भइरहेको थियो। हामी बिस्तारै जाने प्लान गरेको होइन। पिकअप खोल्ला जस्तो भएर अब इन्जिन जानु लाग्यो हो। मेरै बाइक बिग्रिदियो अरे क्या। अब अस्ति नै यही भन्दा म चाहिँ आफ्नै बाइक तेल सिद्धो
कच्ची आँधे हिँड्दा मुगलिन बजार सही हो। त के गर्न जान्ला अरे काठमाडौँ? ओइ त काठमाडौँ किन जान्ला अरे? होइन यस्तो चोरहरू छ भने 12को एक्जाम दिन काठमाडौँ अरे। अब पढ्ने बेला के गर्छस् भाइ? त के गर्न जान्ला अरे भाइ? यो चाहिँ अब बाहिर भाग्न ला अरे के प्रोसेस सधैँ नेपालै बस्ने होइन? हाल्ने भने होइन र 5 रुपियाँ एउटा टोयलेट बसेको टोयलेट बसेको 5 लङ टोयलेट बसेको 10 आउने केटा हो यहाँ बाहिर चाहिँ है। अब हामी चाहिँ लाग्छौँ है केटा हो। सही हो। टोयलेट चाहिँ फेरि यहाँपट्टि छ है। कस्तो वाला टोयलेट हो भन्ने कुरा चाहिँ थाहा भएन। मुगलिन हाइवे स्ट्यान्ड धऱ्यो भने बिजोग हुन्छ त। केटाहरूलाई चाँडोभन्दा चाँडो भेट्न पर्ने हुन्छ। केटाहरू कहाँ गयो? जाम मुजी स्ट्यान्ड नधरोस्। नटै छैन भने स्ट्यान्डमा स्प्रिङले मात्रै अटाइरह। One way road in Nepal हो। केटाहरूलाई भेट हान्दिन्छु नि। मोटे स्ट्यान्डको नटै छैन लाडो। स्ट्यान्डको नटै झर्छ यो त। भन्न स्ट्यान्ड धरेन भन्न। बिजोग भइहाल्यो नटै छैन। केमा हाल्ने यार? आइ त बाइक समात। रन्डीको बान स्ट्यान्ड यहाँ न माछिक्ने लाडै रहेछ क्या रन्डीको। ब्यागमा हाल्नु पर्यो है। आधी पार्ट्स त ब्यागमै छ बाइकको। सर ब्लग हेर्नु भनिदिन्छु। ओइ गल्छीमा रोकौँ है ग्यारेज खोजेर है। गल्छीतिर नि ग्यारेज खोजेर रोकौँ है। यो बने बाइक बने त के भन्नु रानमतीको छ र स्ट्यान्डमा चाहिँ पन्दा लाउनु पर्यो। तर नलाउने होस्। म चाहिँ मान्छे माल भइसक्यो अलरेडी। खाँदै खान्न हुने के रन्डी लास्टमा आफ्नै बाइक मुजी के भइदिन्छ यार। टक मुजी नट हालेको त यार हिजो त्यस्तो कसेर केडिएम सिडी।
आँखाले देख्छ चल पल। लापरवाही हान्यो। ओ माई गॉड क्लोज कॉल्स म्याच सिक्ने। त्यही भएर त हो मान्छे मर्ने होइन। त्यो मुजा पनि राम्ररी कस्तो बिग्रे गरे क्या। खुट्टा राख्ने ठाउँ पनि छैन क्या। त्यही हो केटा हो। अब बाटो बिचमा आइसक्यो हामी। यहीँ कुन ठाउँ हो थाहा भएन। टक्क चिल मौसम छ। बाइक साइक हिँडेको छ पुरै। बाइक चाहिँ जस्तै है जस्तै भयो बाइक त यार। स्ट्यान्ड झर्रै मिरर सिरर केही छैन। सही हो भयो बाइक त सही हो भयो। उफ धुलो खै केटाहरू कहाँ लोड कुदियो जस्तो छ यार। लोड कुदायो जस्तो छ आज। ल भेट्दै गरौँला केटाहरू। सयो केटा हो। पानी पर्यो धन्य चाहिँ छाना रहेछ। म क्या दामी ठाउँमा आएर बस्नु देख्यो क्या सक्दैन नि फेरि। केटाहरू चाहिँ अब उतै यसरी पानी नरोकुन्जेलसम्म आउँदैन होला यार। भ्याउ भइसक्यो। पानी परिसक्यो। केटाहरू कहिले आउने यार। लोड कुर्दा मुजी हालत खराब भइसक्यो यहाँ। पानी पर्यो भिज्दै जाने होइन के गर्ने त भन्दा फेरि हेर्दै गर्नु होला। हामी जे भए पनि गर्छौँ। ठिक छ। सयो केटाहरू आइपुग्यो हाम्रो केटाहरू चाहिँ होइन। भर्खर पानी परेर चाहिँ घाम पनि लागिसक्यो। घाम पानी भइरहेछ फेरि। सुरुमा यही ठाउँमा कुर्दा होइन हालत खराब भयो। फाइनली नरायो। हामी चाहिँ टक्क खाजासाजा नभए चियासा खाएर चाहिँ ट्याक्क काठमाडौँ आज नपुगेला जस्तो छ यस्तै पाराले चाहिँ है। केटाहरूको पाराले होइन त। त्यही त नि बिजोक सयो केटा। हामी एकदम ह्यान्डसम बनेर आइसक्यो यहाँ मोटो। अनि अर्को लाभिच पनि आइसकेको छ अन्त होइन। लाभिच पनि यहाँसम्म आइसक्यो हो। केही भन्ने नि त अब रोडको बारेमा के भन्ने भन्नु। त के भन्दै त रोडको बारेमा। फाइनली हामी गल्सी पुग्न लाग्यो। बाटो चाहिँ यस्तै छ है फेरि। माथि चुत सिक्ने के हो यो बाटो रनमतीको छोरी। बाइक चाहिँ घुस्न पार्छ यसले। ल केटा हो माथि पुगेपछि भेटौँला अब है। यस्तै रहेछ बाटो के हेर्नु त नि। ल यस्तै छ गाइस। बल्ल तल्ल चक्की गई यस्तो बाटो हुँदै हामी मुगलिन कटेर नि के भन्छ यसलाई विषयको उकालोमा आइसकेको छौँ। बाइकको हालत चाहिँ यस्तै छ केटा हो। कस्तो पुरै अब चटपट हान्ने होइन। त्यहाँको चटपट हानेर केटाहरू यहाँ रेडीमा। अनुहारभरि पुरै कालो भइरह होला होइन। झन् हालत चाहिँ
नमस्ते मोरा सेफ्टी लगाएको यार चटपट सही हो भयो सही हो चल्दैछ मेरो बाइक तिमी नै हौ चल्दैछ केटा हो यहाँबाट चाहिँ बाइकले धोका दियो क्या यो बटमै गएको के बटम चैट काठमाडौँ गएर यो बटम नि चट्ट बादाम फेर्न छ ल बाइक बनाउनु यार हेडलाइट चेन्ज हान्नु छ टप पनि चेन्ज गर्नु छ गाडीको सर्लक्क लाएर बटममा पानी छिर्नु हो कि किल सुई चाहिँ यहाँ टेप बाँध्न पऱ्यो सही भइरहेछ बाइक चाहिँ केटाहरू कहाँ हो बाटो म चाहिँ हाइवे हो कि रनमतीको छोरो गुफा जाने बाटो हो म्याच सिक्ने रेस खेल्न क्या पुरै के भयो त्यही छैन चिसो अहिले लुगा मात्रै फोहोर हुन्छ भनेर हो अब आइसक्यो म चाहिँ कुदाउन मिल्ने नि होइन ल ज्याकेट लाउनु यो केटाहरूलाई जाडो भयो अब आगो बाल्दिउँ क्या म चाहिँ बाइकमा आगो बाल्दैन एनएसमा त आगो पोल्छ होइन हो क्या चिसो आगो बाल्दिउँ क्या हो क्या नो हेड गाइस छापाहरू के म चाहिँ अब हेर्नु एकछिन अगाडि आइदिएको म चाहिँ रन्केर गइदिएर
कस्तो मुजी हुन्छ है पुलिसले चाहिँ ल्याङ हान्छ क्या नम्बर प्लेटमा नम्बर प्लेट चाहिँ हल्का साफ गरे जस्तो गरिदिउँ न हल्का नम्बर प्लेट चाहिँ सफाएर जस्तो गरिदिउँ केटा हो सयो बेला बेला निस्किन्छ बेला बेला सड्किन्छ मेरो गिदी हानेम क्या होइन सयो भ्यू पनि दामी भइरहेको रहेछ यार हेर्न हाय घाम घाम त्यो त्यो किरण भने बिल्ला हुन्थ्यो नि अहिले रुजिया भयो त धन्न पानी परेन नि आज है मेरो नि बाइकै फेरि किल सुइचै लौडा भइदिएर क्या यहाँ पानी छिर्छ नि त अनि म चाहिँ लास्टमा आएर पो धोका दिन थालेर क्या बाइकले है भनेर मतिको छोरो छ फेर्न पर्छ भोलि फेरिहाल्ने हो यार त रेस्ट गर्न पर्छ यार उडिरहेको छु म छैन रोडमा म छु अलि ग्राभेलमा एमके होइन नयाँ मोडल सही रहेछ है तर मिठो कर्नरिङ हानिदिएको देखिसकेन कि भन्नु हो भन्न यही हो त्यही भिडियो बनाउन पो रहेछ कि तिनीहरू है आएको ए यो सब टिकटकरहरू के महादक्ष एकछिनको लागि भयो नि भिडियो बनाउन कसको बाइकमा आएर आउँछ होइन अनि कुदाउँछ म चाहिँ भिडियो गरेँ हाल्यो बरु आफ्नै बाइक कुदाउनु होइन क्या तर के थाहा हामीले पनि देखाएको छैन सयो मलाई मेरै बाइक ठिक छ म पनि टिकटक बनाउन पर्छ यार इफ माई बाइक क्यान स्पिक होला ट्र्याकको बारेमा कल गएर होइन अहिले अब हिलो छ होइन ट्र्याकको अब गएर सोध्छु अनि त्यसपछि बल्ल स्ट्यान्ड पनि हाल्न छ थाल्यो मेरो जिउ कामै थरो र के गरे यो कप्स ए कप्सले माछ बस मेरो भाइ तिमी के गरेको रोक 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 एकछिन ठोक माछ होइन हाम्रो पनि बुझ्छ
ज्याकेट पनि लगाइसक्नु भएको छ हाम्रो मोटे सरकारले एनएस राइडर अर्कै सुन्छ क्या सरी भनेको एकदम स्लो ड्राइभ लङ लाइफवाला हो एकदम only loud. We are loud, not speed. Please help me up. बाटो चाहिँ चुप्मा हो क्या आफूलाई धेरै सुते जस्तो लाग्छ जस्तो लाग्यो क्या मलाई नि तर सुत्या चाहिँ हुन्न नि त तर आफूलाई चाहिँ आमा पुरै सुतिरहेछ क्या हो जस्तो लाग्छ क्या हो निस्किए केडिएम सिटी बेला बेला उल्टो चल्दिन्छ मेरो गीत वाउ ऱ्याप ब्याटलमा जानुपर्छ क्या हो क्लियर हुँदै आयो मौसम भेरी मच आऊ कुत्ता मलाई काटो हो कुकुरलाई गएर भन्दैमा के आएको थियो है भने म चाहिँ गाह्रो बाटो हामी त जान्छौँ रे ओ माई गॉड हातले धोयो मसँग चाहिँ रेस हान्न नआएको छ फेरि म त फेरि लड्दिने हो कपी अङ्कलले केही गर्नु भएन थ्याङ्क यू भेरी मच अगाडिको फेरि हल्का टारले हल्ला हो कि हल्लेको हो कि के हो डरै लाग्ने भनेको कहिले काहीँ त रोड त दामी रहेछ यार तर बिस्तारै जानुपर्छ हामी सबैजना सँगै जाने हो कालो कालो धुवा सुसु धुवा मलाई पनि चाहियो अङ्कल रोक्नु त अलि कति लिनु धुवा नामै त हो कोथेटोना सर्लक्क लाएर बाइक अफ हुन लाग्थ्यो किन हो ओ माई गॉड पाइप फुत्केछ नि त बाइकको पाइप फुत्केछ के भाइ यार पाइप फुत्केछ के
समात बाइक बाइक ब्रेक हान्न छ्यामा त त्यो पाइप के कार्बोरेटर पनि यहाँ यो त केही भयो हुन्न जोड्न चाहिँ अब हल्का झ्याउ हुने भयो यो मुजी टाइट कसरी खान्छ यार अब होइन यो अब हल्का खाने ततारै गर्नुपर्छ यार होइन कि पाइप निकालेर क्या यो त अब घुसै घुस्यो नि त गियरमा राख्नु मुजी कहाँबाट सुन्नु यार Sorry. के भएर छ के होइन यो हल्का यो यसरी समात्नु त लाइटरले हाल्छु है बल त मुजी होइन कि यसमा चाहिँ बाल्छु कि ए साइज गर्नु म त लाइटरले बाल्छु भनेर यता तल बाल्न लाग्यो भनेर म बाइक उड्छ कतापट्टिको बाल्नु पर्ने यता होइन कतापट्टिको पहिला सुत्यो उसमा चाहिँ घुस्न न मलाई तेलमा चाहिँ अरूमा त्यसले पाइपै सानो भइसक्यो त्यो गरेर हो त्यो अझै धक्काल धक्काल भुजा भाइ भुजा भयो ल यो भएन भने त बाइकै हिँड्दैन है यसको बाइकको मुजी तनाव रहेछ त मैले फेरि फेरि उता म चाहिँ बिस्तारै गर्न लोत म चाहिँ हात यो तार काट्दिनु केले काट्दैन यो काटेर लाम बनाऊँ है केले काट्दैन मैले दुःख दिँदै जानुभन्दा त बरु मैले यो काटेरै बनाएर पनि भयो यो पाइप चाहिँ हिजी भयो होइन यो पाइप पनि गएको थियो होइन हिजी के हो यार त्यो बाइकमा त म कुदाएकै त्यही भएर साह्रै कति भारी भइरहेको स्टार्ट गर्न हुन्छ स्टार्ट त अहिले नै भइरहेको नि अनि हेलमेट सेलमेट लगाए अब यहीँ बसेर आउने सहयोग केटा हो बाइक बहिनी हिजो त आमा झन् पाइप काट्यो कि लामो भएर हेमोटे अलिकति छोटो भएछ कि यो केटा बाइक पनि भयो त्यो पाइपै छोटो गरेर दियो यार हिजो यार अलि सानो भएछ कि पाइप पहिला आर्यमा आउँदा नि यस्तै भएको थियो काठमाडौँ आउँदा अहिले नि फेरि सेम भइदिरहेको क्या जहिले एउटै हुने क्या म चाहिँ अफ रोडमा पनि नआएको क्या होइन धन्दै हान्दिएको
हो माछ सिक्ने बाइकले त रन्डीको छोरो एयर पो लिन्छ त सर्दिउँ पेट्रोल नै छ भर्खर फुल गरे हो जम त्यो अहिलेको पास नभएर होला पेट्रोल के भएको यो के भएको रन्डीको छोरा बाइक ही स्मूथ ही नहीं है यार जम के भागो यार होइन के उयो भयो के ख्यार 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 भयो के पावरै दिएन अर्को बाइक यहाँ बिग्रियो होला फेरि के भयो माछ बाइक अहिले पास नभएर जस्तो लाग्यो अहिले पुरै इम्टी भयो नि त पास भएन अनि त्यही भएर जस्तो लाग्यो कि नभए त किन रोक्छ र म चाहिँ मामा नै अगाडि छ भन्न मामाले चाहिँ केही भन्दैन मास केटा हो हामी आइसक्यो काठमाडौँ अनुहार मेरो नाकमा बल्ल बल्ल आइपुग्यो यार काठमाडौँ यार बाइकमा त्यस्तो केही प्रब्लम रहेछ केटा हो यस्तै थियो हाम्रो राइड आजको होइन आजको राइड हाम्रो यस्तो सही हो मोटे क्वालिटी कस्तो आएको यार खै क्वालिटी अलिकति मिलाम है ल बाबा काठमाडौँ यही हो